बालनले भन्छ बोल्दैन बोल्दैन, तर एकचोटि बोलेपछि इन्डिया र नेपालका मान्छेका दिमागका फ्युजै उडिसक्यो। किनकि तर उसले भनियो नेपालले भारतको जमिन मिचिएछ, भारतले नेपालको जमिन मिचिएछ। त्यो कुरा सुनेर सबैजना हैरान भइसकियो। अब बोल्दैन भन्ने र बोले यस्तो कुरा बोलियो भन्ने सबैजना दङ्ग भइसकियो। अब केही उनीहरूले जवाब भेटेन। अब अर्को कुरा के छ भन्ने, नेपालमा विद्युतले भन्छ 50 युनिटभन्दा बढी जान्छ भन्ने सरकारले कर लाग्छ। सबैजनाले विपक्षी पार्टीहरूले भन्छ ए नराम्रो भयो, सही नराम्रो भयो। कुनै सामान बिग्रेपछि बनाउनको लागि पैसा चाहियो नि, त्यो पनि 50 युनिटभन्दा बढी हुन्छ भन्ने 100 रुपियाँमा 5 रुपियाँ मात्र लाग्छ। त्यो 5 रुपियाँ देशको लागि तिर्न सक्दैन। त्यसले मान्छेहरू एउटा सानो कुराले ठुलो न्यु बनाइदिन्छ। अर्को कुरा के छ भन्ने, शिक्षामा हप्तामा 2 दिन छुट्टी भयो, यो राम्रो भएन। शिक्षामा त्यस्तो हुँदैन। शिक्षामा थोरै धेरै टाइम चाहियो। त्यो भनेर शिक्षामा यो धेरै असर गर्छ। हेर्नु सालमा कति छुट्टी हुन्छ।